आज भोलि बिजी पनि यस्तो बिजी भयो कि आफूले खिचेको ब्लग पनि एडिट गरेर हाल्नै पाएको छैन। कहिले कता त कहिले कता, त्यही भएर यो पनि एक दिन अगाडिको ब्लग हो। सो हे गाइज, दिस इज मी ईशा एन्ड वेलकम टु अ डे इन माई लाइफ। यो दिन चाहिँ म बिहानै उठेर रेडी हुँदैछु। एज यु क्यान सी भिडियोमा म चाहिँ हल्का मेकअप गर्दैछु। जिम जानु अगाडि म सधैँ पनि अलिअलि मेकअप गरि नै हाल्छु। देन आफ्टर ब्ल्याक कफी लिँदैछु विच आई डोन्ट लाइक। अनि त्यसपछि रेडी भएर म चाहिँ लागेँ जिमतिर। हल्का स्ट्रेचिङ र वार्मअपहरू गरेँ। देन आफ्टर आज मेरो लेग र सोल्डरको दिन थियो। अनि त्यसपछि एक्सर्साइज गरेँ। आज चाहिँ मलाई खिच्ने अल्छी लागिरहेको थियो, सो अलिअलि मात्रै खिचेँ। जिममा चाहिँ म स्टिल रेगुलर भएको छैन, त्यही भएर खासै धेरै गरेन र हल्का कार्डियो गरेर घर फर्केँ। र यस्तो भोक लागिरहेको थियो, त्यही भएर घर आउन साथै तातो माम, अन्डा, टोफु दमादम बजाएँ। देन आफ्टर सावर लिएँ र रेडी हुँदैछु फेरि। र मलाई चाहिँ हतार भइरहेको थियो, सो रेडी भएर निस्किहालेँ। यता बाटपट्टिमा हल्का सामान किन्नु थियो मेरो बोयफ्रेन्डको लागि। एज ऊ चाहिँ बिरामी छ, सो उसको लागि हल्का ओट्स, पिनट बटर, मुङको दाल, प्रोटिन बार अनि बन्टी। एज यो सबै चाहिँ उसको फेभरेट हो। र ठ्याक्क बहिनी पनि आइपुग्यो र बहिनीसँग उसको घर गयौँ र एकछिन गफ गऱ्यौँ, खाजा खायौँ। देन आफ्टर यता बहिनीले नेल्स बनाइदिएको थियो र मेरो बाबालाई छिट्टै निको हुनुहोस् भनेर म चाहिँ निस्किहालेँ। र यहाँ एकछिन प्रिटी क्लिक आएको थिएँ एउटा सामान लिन र हतार घर गएर रेडी हुन थालेँ। अलरेडी हामीलाई यस्तो लेट भइसकेको थियो। इभन बर्थडे गर्लले कल गरेर थर्काइ पनि सकेको थियो, तर पनि मेकअप गर्नु सकिनँ कि ब्याडिज भएर जानु छ नि त आज पार्टीमा। उता बहिनी पनि रेडी हुँदै थियो, यता म पनि हतार रेडी हुँदै थिएँ। र यु क्यान सी भिडियोमा कसरी मैले मेकअप गरेँ भनेर। र बहिनी पनि लिन आयो। त्यसपछि भाग्यौँ हामी हतार। एज हामी पुगिन्जेल चाहिँ खाना अर्डर गरेर पनि खाँदै हुनुहुँदो रहेछ। र हामीले पनि ड्रिङ्क्स र खाना केही अर्डर गरेँ, तर मैले चाहिँ यस्तो घटिया खानेकुरा अर्डर गरेछ नि। यता बहिनीले चाहिँ बिल्ला उडाइरहेको थियो। अरू चाहिँ सबै मिठो थियो। र हेर्नु न यहाँ केटीहरूको स्ट्रगल फोटो खिच्नलाई। र खाजा खाना सबै खाएर हामी चाहिँ केक काट्न थाल्यौँ अनि रमाइलो गऱ्यौँ, फोटोसोटो टन्नै खिच्यौँ। एन्ड लुक एट दिस ब्याडिज, ओ माई गड। र यतिकैमा 11 बजिसकेको थियो, सो हामी चाहिँ हतार घर फर्क्यौँ। र आजको लागि यति नै। सी यु गाइज इन नेक्स्ट ब्लग।